राजपत्र अलङ्कित द्वितीय श्रेणी यानी कि खरदार वा सोसरहको दोस्रो पत्र लिखित दोस्रो पत्र कार्यालय व्यवस्थापन सम्बन्धी को पत्र आजदेखि हामी सिरिज वाइज स्टार्ट गर्दैछौँ र आज पहिलो दिन पहिलो पाठ हामीले सुरुमा सिलेबस हेरेर सुरु गर्दैछौँ। हाम्रो सेकेन्ड पेपरको सिलेबसमा कार्यालय व्यवस्थापन आखिर के हो त कार्यालय व्यवस्थापन भनेर हामीले यस पेपरमा पढ्न पर्ने हुन्छ। कार्यालय व्यवस्थापन भित्र कार्यालय पर्ने भयो, कर्मचारी पर्ने भयो, कार्यालयका आफ्नै कार्यविधिहरू होलान्, त्यसभित्र पत्र व्यवहार गर्नु पर्ने होला, टिप्पणी लेख्नु पर्ने होला, प्रतिवेदन लेख्नु पर्ने होला, अभिलेखहरूको व्यवस्थापन गर्नुपर्ने होला, बैठक व्यवस्थापन गर्नुपर्ने होला, निर्णय गर्नुपर्ने होला। यी सबै कुराहरू चाहिँ कार्यालय व्यवस्थापन भित्र पर्छन्। त्यस्तै कार्यालयको एउटा अहम जिम्मेवारी भनेको जनसम्पर्क र सेवाग्राहीको गुनासो व्यवस्थापन गर्नु पनि हो, हैन? यसको सेक्सन ए मा चाहिँ यी कुराहरू छन् र यसको सेक्सन बी मा संविधान सम्बन्धीका कुराहरू, ऐन, नीति, नियम, कानून का कुराहरू छन्, संविधान र नागरिक सचेतनाका कुराहरू छन्। त्यसैगरी विभिन्न संगठनहरूको परिचयहरू र तीका कार्यहरू पनि यस सेक्सन भित्र पर्दछन् र हाम्रो सेक्सन सी भनेको पुरै बेसिक लेभलको सामान्य गणित मात्र हो, जुन हामीले क्लास 10 सम्म पढिरहेका छौं। यो खरिदारको सेकेन्ड पेपर त्यस्तो गाह्रो भन्ने छैन। हार्ड एन्ड फास्ट यस्तो अफिसरको जस्तो त्यति साह्रो गाह्रो हुँदैन खरिदारको इक्जामहरू। यस किताबमा भएका कुराहरू पढ्ने हो, सम्झिने हो भनी मात्र पनि हजुरहरूलाई परीक्षामा एकदमै इनफ हुन्छ। र अब हामी चाहिँ नयाँ पाठ यानी कि कार्यालय र कर्मचारी भनेको के हो भनेर सुरु गर्दैछौँ। कार्यालयको परिचय के हो त? सामान्य शब्दमा भन्नुपर्दा कार्य प्लस शब्दमा आलय प्रयोग गरी संयोजन भई निर्मित कार्यालय शब्दले काम गर्ने स्थान, ठाउँ भन्ने अर्थ बुझाउँदछ। तसर्थ शाब्दिक अर्थमा कुनै खास वा व्यावसायिक वा प्रशासनिक काम गर्ने स्थानलाई नै कार्यालय भनिन्छ। यसको शाब्दिक अर्थबाट मात्र यसको पूर्ण अर्थ प्राप्त चाहिँ हुँदैन। कतिपय विद्वानले स्वयं कार्य नै कार्यालय हो भन्ने धारणा राखेको पाइन्छ। तसर्थ कार्य नै कार्यालय हो भनेर अर्थ्याउनु भन्दा पनि कार्य कार्यालयको सबैभन्दा मूल र केन्द्रबिन्दु पक्ष हो भन्नु व्यावहारिक हुन्छ। कुनै संगठनले निश्चित उद्देश्य, नीति र नियम बमोजिम कार्य गर्न तथा आवश्यक क्रियाकलाप सञ्चालन गर्न स्थापना गरेको विधिवत संयन्त्र, संरचना र व्यवहारगत पाटो समेतको समष्टि स्वरूपलाई कार्यालय भनी बुझिन्छ। यो रह्यो यसको डिफिनेसन, परिचय। विज्ञान र प्रविधिको वर्तमान युगमा फिजिकल मात्र नभई भर्चुअल समेत कार्य गर्ने कार्यालयको अवधारणा विकास र अभ्यास भइसकेको छ। मूलतः सरकारी र गैर सरकारी गरी दुई प्रकारमा कार्यालयको विभाजन गरी हेर्न सकिन्छ। साथसाथै अन्य प्रकारमा पनि विभाजन गरेर हेर्न सकिन्छ। सरकारी कार्यालय सरकारको नीति, नियम, उद्देश्य र अपेक्षा पूरा गर्न स्थापित एवं क्रियाशील हुन्छन्। गैर सरकारी कार्यालय सरकारको नीति नियम विपरीत नहुने गरी सरकारको परोक्ष नियन्त्रणमा रही स्वायत्त भएर काम गर्ने प्रकृतिका हुन्छन्। सार्वजनिक प्रशासनको सन्दर्भमा कार्यालय भन्नाले सार्वजनिक प्रशासन सञ्चालन र व्यवस्थापन गर्ने संरचना र व्यवहारको समग्र रूप हो। कार्यालयले सार्वजनिक प्रशासनलाई मूर्त, गतिशील
जीवन्त र व्यवहारिक तुल्याउने व्यवहार र संरचनाको संयोजन हो। व्यावसायिक कर्मचारी सुस्पष्ट नीति नियम, निर्दिष्ट लक्ष्य, उद्देश्य, कार्य व्यवहार, कार्यविधि, प्रक्रिया, भौतिक अवयव र संरचनाको व्यवस्थित तादात्म्यता कार्यालयको सिर्जना र सफलता सम्भव हुन्छ। यो चाहिँ हामीले सामान्य यसको परिभाषा महत्त्व प्रकारको सामान्य एक जेनरल नलेज टाइपको हामीले हेर्यौं। अब खास के हो त कार्यालयको अर्थ र यसको अवधारणा भनेर हामी हेर्दैछौँ। एकदमै न्यारो ट्रेडिसनल मिनिङ हेर्नु पर्दाखेरि अफिस इज अ प्लेस वेयर क्लेरिकल अपरेशन्स आर क्यारिड अन भनेर जेसी डेनियरले भनेका छन्। उहाँ अनुसार चाहिँ पेपरवर्क एक्टिभिटीमा धेरै फोकस हुन्छ कार्यालय। यसको मुख्य थीम, मुख्य विषयवस्तु के हो त भन्दाखेरि प्लेस रादर देन एक्टिभिटी। यसले प्लेसलाई बढी फोकस गर्छ एक्टिभिटीहरू, क्रियाकलापहरूलाई भन्दा। प्लेस नै कार्यालय हो भन्ने यसको अवधारणा रहेको छ। कार्य गर्ने स्थान, कार्यस्थल भन्ने अर्थ बुझाउँदछ। शाब्दिक अर्थबोध तथा अभिधास्तकको बुझाइ हो यो। पेपरवर्क र फिजिकल एक्टिभिटीहरूलाई बढी जोड दिइन्छ। टेक्नोलोजी प्रति एकदमै मौन, एकदमै कम प्रयोग हुन्छ। लिमिटेड एप्रोचबाट यसले चाहिँ कार्यालयलाई व्याख्या गरेको छ र व्यापक यानि कि आधुनिक मोडर्न कन्सेप्ट अनुसार द अफिस इज अ पार्ट अफ बिजनेस एन्टरप्राइजेस which is devoted to the direction and coordination of its various activities भनेर जेम्स स्टेफेन्सनले यसको व्याख्या गरेका छन्। मोडर्न कन्सेप्ट अनुसार यसको मुख्य थीम एक्टिभिटी रेदर देन प्लेस हो। यसले चाहिँ कार्यलाई बढी फोकस गर्छ, कार्यालयले कार्यलाई जनाउँछ न कि कुनै स्थानलाई। फंक्सन इज द हार्ट अफ एन अफिस, यसको मूल मान्यता हो। कार्य नै कार्यालय भन्ने अवधारणा हो, यानी कि फंक्सन इज इटसेल्फ एन अफिस। कार्यालयलाई कार्य वा क्रियाकलापको रूपमा जोड दिन्छ र परिभाषा गर्दछ। वाइडर एप्रोचबाट कार्यालयलाई अर्थ्याउँदछ। अब हामी समग्रमा चाहिँ परम्परागत अवधारणा र आधुनिक अवधारणाको भिन्नता के छ, व्हाट्स द डिफरेन्स बिट्विन ट्रेडिसनल एप्रोच एन्ड मोडर्न एप्रोच भनेर हामी हेर्दैछौँ। प्लेस रादर देन एक्टिभिटीमा आधारित हुन्छ परम्परागत अवधारणा भने एक्टिभिटी रादर देन प्लेसमा आधारित हुन्छ। परम्परागत अवधारणामा लेस युज अफ टेक्नोलोजी हुन्छ, मोडर्नमा चाहिँ मोर युज अफ टेक्नोलोजी। ट्रेडिसनल लिमिटेड एन्ड न्यारो भ्यू राख्दछ, मोडर्नले वाइडर एन्ड मोडर्न भ्यू। ट्रेडिसनल प्लेस एन्ड पेपरवर्कमा जोड दिन्छ भने मोडर्नले चाहिँ फंक्सन एन्ड एक्टिभिटीमा जोड दिन्छ। ट्रेडिसनलले फिजिकल एक्टिभिटिजमा रमाउँछ भने मोडर्नले चाहिँ फिजिकल एन्ड भर्चुअल एक्टिभिटिजमा हुन्छ। यो प्लेस इज प्राइम अफ एन अफिस भन्छ ट्रेडिसनल एप्रोचले भने फंक्सन इज द हार्ट अफ एन अफिस भनेर मोडर्नले व्याख्या गरेको छ। कार्यस्थललाई अर्थाउँदछ भने कार्यालय अर्थाउँदछ। अब कार्यालयका आधारभूत तत्त्वहरू के हुन् त, अन्तर्वस्तुहरू के हो, व्हाट आर द की एलिमेन्ट्स अफ एन अफिस। अफिस हुनुमा, अफिस बन्नुमा के एलिमेन्ट, के तत्त्वहरू मिलेर अफिस बनेको हुन्छ। सामान्यतः कुनै पनि कार्यालय बन्नको लागि पहिलो कुरो कार्य हुनु पर्यो, त्यस कार्यालयको उद्देश्य के हो, उद्देश्य हुनु पर्यो। त्यसै गरी सेवा प्रदायकको, सेवा ग्राहीको माध्यम के हो, सूचना तथा प्रविधिको कतिको प्रयोग भएको छ। यसै गरी निश्चित समय हुनु पर्यो, निश्चित स्थान हुनु पर्यो, उपयुक्त
तथा पर्याप्त क्षेत्रफल र भवन संरचना वैज्ञानिक हुनु पर्यो, नीति नियम हुनु पर्यो, निर्धारित स्थान विधि र प्रक्रिया हुनु पर्यो, परिभाषित कार्यहरू हुनु पर्यो, बजेट तथा अन्य स्रोत साधनहरू हुनु पर्यो। यी एलिमेन्टहरू भयो भने एउटा कार्यालय बन्छ। त्यसो भए एउटा कार्यालय सफल तथा पूर्ण आदर्श हुनका लागि पूर्व शर्तहरू के हुन् त भन्यो भने पनि यी एलिमेन्ट्सहरू भयो भने कार्यालय त्यसै पनि पूर्ण भयो, सफल भयो, आदर्श भयो भन्न सकिन्छ। र यसलाई अझ मिलाएर लेख्ने हो भने नीति नियम, उद्देश्य, कार्यविधि हुन पर्यो, स्थानीय भवन, व्यावसायिक कर्मचारी, इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी सँग जोडिनु पर्यो, कार्य सम्पादनमा सरलता, शीघ्रता, समयबद्धता हुन पर्यो, कार्य वातावरण पनि मिल्न पर्यो। त्यसैगरी पूर्व निर्दिष्ट एवं परिभाषित कार्यहरू, व्यावसायिक, मानव स्रोत, उपयुक्त र वैज्ञानिक भवन संरचना, निर्धारित स्थान र पर्याप्त क्षेत्रफल, उच्चतम रूपले आईसीटी प्रयोगको सुनिश्चितता। कार्यालयको उद्देश्य के हो त? आखिर के का लागि कार्यालय चाहिन्छ? कार्यालयले के गर्छ? यसको उद्देश्यहरू के हो भन्दाखेरि कार्यालय भनेको कुनै पनि संगठनको संरचना अथवा संयन्त्र हो। त्यसर्थ कार्यालयले संगठनका क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन गर्छ। तर हामीले गर्छ चाहिँ भन्नु भएन, महत्त्व बन्यो भने गर्दछ भन्ने उद्देश्य लेख्नु पर्दाखेरि गर्नु भनेर हामीले टुङ्गाउनु पर्छ। त्यसैगरी अर्को बुँदा रहेको छ संगठनका निर्दिष्ट उद्देश्य हासिल गर्नु। प्रत्येक संगठनका आफ्नै उद्देश्यहरू, लक्ष्यहरू रहेका हुन्छन्। ती उद्देश्य लक्ष्यहरूलाई हासिल गर्नको लागि कार्यालयको अहम भूमिका हुन्छ। उपयुक्त निर्देशन तथा समन्वय कायम गर्नु, नियन्त्रण गर्नु, सूचना तथा सञ्चार प्रणालीलाई प्रभावकारी तुल्याउनु, नीति तथा निर्णय निर्माणलाई व्यवस्थित गर्नु, उद्देश्य उत्कृष्ट सेवा प्रवाह सुनिश्चित गर्नु, अभिलेखको संरक्षण गर्नु। कार्यालयका कार्यहरू, व्हाट आर द फंक्शन्स अफ एन अफिस भन्दा एउटा चाहिँ फन्डामेन्टल कार्य हुन्छ भने अर्को चाहिँ एडमिनिस्ट्रेटिभ फंक्सनहरू अथवा सहायक कार्यहरू हुन्छ भन्नु पर्यो। आधारभूत कार्य, बेसिक फंक्सन्सहरूमा सूचनाको सिर्जना र विकास गर्नु, प्राप्ति एवं सङ्कलन गर्नु, प्रशोधन र व्यवस्थित गर्नु, महत्तम उपयोग गर्नु, सूचना प्रदान सञ्चार गर्नु, अभिलेख राख्नु। प्रशासनिक कार्य, जनसम्पर्क र सेवा प्रवाह गर्नु अफिसको प्रशासनिक कार्य हो। कार्यालय प्रणाली र कार्यविधि विकास अवलम्बन गर्नु, सम्पत्तिको सुरक्षा र व्यवस्थापन गर्नु, बजेट तथा स्रोत व्यवस्थापन गर्नु, भौतिक व्यवस्थापन र कार्यालय रूपाङ्कन गर्नु, मानव स्रोत व्यवस्थापन गर्नु, समग्र व्यवस्थापन सम्बन्धी कार्यहरू गर्नु। र परीक्षामा एकदमै इम्पोर्टेन्ट भनेको हामीले यस्तो खालको चार्टहरू, यस्तो खालको फिगरहरू चाहिँ राख्नुपर्छ। यसले चाहिँ मार्क्स तान्नको लागि अलिकति सहयोग गर्छ। यस्तो फिगरहरू चाहिँ राख्न एकदमै इम्पोर्टेन्ट हुन्छ र परीक्षामा लेख्दाखेरि चाहिँ सेम बुलेट स्टाइलमा लेख्नुपर्छ, प्याराग्राफ भन्दा पनि। अब हामीले कार्यालयको उद्देश्य बुझ्यौं। अब कार्यालयको महत्त्व मैले अघि नै पनि भनिसके। उद्देश्य लेख्दाखेरि चाहिँ गर्नु भनेर टुङ्गाउनु, तर महत्त्व, उपादेयता, भूमिका भनेर आयो भने चाहिँ गर्छ भनेर यसरी टुङ्गाउनु। त्यति फरक मात्र हो, बाँकी विषयवस्तु सबै एउटै हुन्छ। पोइन्टहरू नयाँ नयाँ थपिराख्नु पर्दैन। यति गर्दाखेरि पढ्न र लेख्न दुइटै सजिलो हुने भयो हामीलाई।
त्यसो भए कार्यालयको महत्त्व के रहेछ त? अघि भने जस्तै कुराहरू र यहाँ पछाडिको टुङ्ग्याउने कुराहरू मात्र फरक छ। निर्णय निर्माणमा केन्द्रका रूपमा रहन्छ। कार्यालय चाहिँ निर्णय निर्माण केन्द्रका रूपमा रहन्छ, योजना निर्माणका केन्द्रका रूपमा रहन्छ, स्रोत व्यवस्थापन केन्द्रका रूपमा रहन्छ, सेवा केन्द्रका रूपमा रहन्छ, सूचना केन्द्रका रूपमा रहन्छ, अभिलेख केन्द्रका रूपमा रहन्छ, सञ्चार केन्द्रका रूपमा रहन्छ, सामान्य समन्वय केन्द्रका रूपमा रहन्छ, नियन्त्रण केन्द्रका रूपमा पनि रहने भयो, स्मरण केन्द्रका रूपमा पनि रहने भयो, सम्बन्ध मध्यस्थताका रूपमा पनि रहने भयो। यो चाहिँ यसको भूमिका पनि भन्न मिल्दो रहेछ। जनसम्पर्क केन्द्रका रूपमा पनि रहने भयो, निर्देशक केन्द्रका रूपमा पनि भयो। यो चाहिँ अब सबै कुरा कार्यालय भन्ने बित्तिकै एउटा सङ्गठनको केन्द्र, हरेक कुराको केन्द्र, हरेक पाटोको कुराको केन्द्रको रूपमा चाहिँ यो रहने रहेछ। अब कार्यालयका प्रकारहरू के हो त? व्हाट आर द टाइप्स अफ एन अफिस? मुख्य प्रकार र अन्य प्रकार गरी यसलाई विभाजन गरी हेर्न सकिन्छ। मुख्य प्रकारमा उही नै हो, सरकारी कार्यालय र निजी कार्यालय, र अन्य प्रकारमा चाहिँ सिमानाको आधारमा, आकारको आधारमा, राज्य संरचनाको आधारमा, स्थायित्वको आधारमा र अन्य आधारमा चाहिँ यसलाई अरू विभाजन गरी हेर्न सकिन्छ। सिमानाको आधारमा कुरा गर्नु पर्दाखेरि राष्ट्रिय कार्यालय हो कि अन्तर्राष्ट्रिय कार्यालय हो भनेर विभाजन गर्न सकिन्छ। त्यसै गरी आकारको आधारमा ठुला हो कि मझौला हो कि साना कार्यालय हो, कस्तो कार्यालय हो भनेर त्यसरी हेर्न सकिन्छ। राज्य संरचनाको आधारमा पनि केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, स्थानीय कार्यालय भनी हेर्न सकिन्छ। स्थायित्वको आधारमा स्थायी कार्यालय हो कि अस्थायी कार्यालय हो, अन्य आधार जसै निगम होला, संस्थान होला, प्राधिकरण होला, केन्द्र, बोर्ड, परिषद होला, सहकारी होला, गैर सस होला, अन्य। गैर सस भनेको चाहिँ गैर सरकारी संस्थानहरू हुन्। त्यसरी सरकारी कार्यालय के हो त? सरकारी कार्यालयको परिचय र परिभाषा के हो त भन्दाखेरि जनताको सेवालाई केन्द्रबिन्दुमा राखी सरकारको नीति, उद्देश्य र नियम बमोजिम सरकारी काम कारबाही सम्पादन गर्न स्थापित कार्यालय नै सरकारी कार्यालय हो। आधारभूत विकासात्मक र आकस्मिक प्रकृतिका कार्य गर्न यी कार्यालयहरू चाहिँ अहम भूमिका रहेको हुन्छ। जस्तै आधारभूत भनेको एकदम फन्डामेन्टल कार्यहरू जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, ट्रान्सपोर्टेसनका कुराहरू चाहिँ आधारभूत कार्यहरू पर्दछ भने विकासात्मक कार्यमा चाहिँ इकोनोमिक ग्रोथका कुराहरू, डेभलपमेन्टका कुराहरू, इम्प्लोइमेन्टका कुराहरू, सोसियल चेन्जका कुराहरू यसका विकासात्मक कार्यहरू हुन्। र त्यसै गरी आकस्मिक भन्नाले रेस्क्युका कुराहरू, डिजास्टर म्यानेजमेन्टका कुराहरू, यी यस्ता कुराहरू चाहिँ आकस्मिक कार्यहरू सरकारका पर्दछन्। र यसका अन्य कार्यहरू जस्तै अब यी हामीले अघि नै पनि डिस्कसन गरिसकेका छौँ। र अब निजी कार्यालय भनेको चाहिँ कस्तो हो त भन्दाखेरि निजी कार्यालय भनेर यो चाहिँ एकदमै व्यवसायप्रति केन्द्रित हुन्छ। यसको चाहिँ प्रफिट मोटिभ हुन्छ। यसले सर्भिसभन्दा पनि प्रफिटलाई हेर्छ, हैन? त्यसै गरी अब यसका प्रकारहरू भन्नुपर्दाखेरि कार्यक्षेत्रको आधारमा केन्द्रीय, प्रादेशिक र स्थानीय भनेर आएको छ। केन्द्रमा रहने हेड अफिसहरू केन्द्रीय कार्यालय हुन् भने प्रदेशमा रहने र केन्द्र र स्थानीय बीच समन्वय गर्ने खालका कार्यालयहरू चाहिँ प्रदेश कार्यालयहरू हुन्। यसमा चाहिँ खास गरी म्यानेजरियल र अपरेसनल प्रकृतिको कामहरू हुन्छ। त्यसै गरी स्थानीय कार्यालय फ्रन्टलाइनर, सर्भिस प्रोभाइडर, पब्लिक कन्ट्याक्ट पोइन्टहरू यस्ता कार्यालयहरू हुन् जुन चाहिँ
प्रत्यक्ष जनतासँग रही सेवा प्रदान गर्दछन्। भूमिका जिम्मेवारीको आधारमा पनि निजी कार्यालयहरूलाई वर्गीकरण गरिएको छ। उच्च व्यवस्थापकीय कार्यालय, व्यवस्थापकीय कार्यालय र कार्यकारी कार्यालय गरी 3 तहमा भूमिका जिम्मेवारीको आधारमा निजी कार्यालयलाई वर्गीकरण गरिएको छ र विषय सेवा प्रकारको आधारमा पनि वित्तीय कार्यालय, स्वास्थ्य कार्यालय, सञ्चार तथा सूचना प्रविधि कार्यालय, शिक्षा, यातायात, तालिम, उद्योग, कर कारखाना, व्यापार, रेलवे, विद्युत, खानेपानी कार्यालय, मनोरञ्जन कार्यालय, इन्टरनेट कम्पनी, अन्य गरी यसरी सेवाको आधारमा पनि कार्यालयको विभाजन गरिएको छ। सरकारी र निजी कार्यालयका भिन्नताहरू के हुन् त? सरकारी कार्यालय फुल्ली सर्भिस ओरिएन्टेड हुन्छ, उनीहरू चाहिँ डाइरेक्ट गभर्नमेन्ट कन्ट्रोल हुन्छ भने निजी कार्यालय प्रफिट मोटिभ हुन्छन्, सेल्फ कन्ट्रोल एन्ड इन्डाइरेक्ट गभर्नमेन्ट हुन्छ। त्यसै गरी सरकारी कार्यालय भनेको प्रोसेस बेस्ड हुन्छन्, उनीहरू प्रक्रिया विधिमा बढी फोकस हुन्छन्, उसलाई बढी प्रायोरिटी दिन्छन् भने निजी कार्यालयले प्रोसेस भन्दा पनि रिजल्टलाई हेर्छ। त्यसै गरी सरकारी कार्यालयमा लेस युज अफ टेक्नोलोजी प्रति एकदमै मौन हुन्छन् भने प्राइभेट सेक्टरमा टेक्नोलोजीलाई अझ खास गरी अपडेटेड टेक्नोलोजीलाई बढी फोकस्ड गरिएको हुन्छ, प्रायोरिटी दिइएको हुन्छ। सरकारी कार्यालय फुल्ली फ्री हुन्छन्, फ्री अफ कस्ट हुन्छन् भने सर्भिस प्राइभेट सर्भिसेसहरू चाहिँ फ्री हुँदैन, तिनीहरूमा फी लाग्छ, सर्भिस चार्ज लाग्छ। कन्टिन्युअस एन्ड मोर स्टेबल हुन्छन् सरकारी कार्यालयहरू, उनीहरू लामो समयसम्म रहिरहेका हुन्छन् भने प्राइभेट सेक्टरको चाहिँ केही पनि फिक्स्ड हुँदैन, उनीहरू आज छन् भोलि नहुन पनि सक्छन्। त्यसै गरी वाइडर एरियाजमा काम हुने भयो, सरकारी एरियामा चेन्ज रेजिस्ट नेचरका हुन्छन्, उनीहरू नयाँ बदलाव लिन चाहँदैनन्, रिस्क एभर्टर हुन्छन्, रिस्कलाई लिन चाहँदैनन्, उनीहरू रिस्क सकेसम्म नआइदिए हुन्थ्यो भन्छन्। इक्वल ट्रिटमेन्ट टु द कस्टमर, सबैलाई इक्वल बिहेभ गर्छन्, कन्स्टिट्युसन एन्ड गभर्नमेन्ट पोलिसीबाट गाइडेड हुन्छन्। त्यसै गरी प्रोसेस बेस्डका कुराहरू त भइ नै सके भने अब यतातिर निजीतिर चाहिँ फ्लेक्सिबल एन्ड चेन्जेबल हुन्छन्, लिमिटेड एरियामा काम गर्छन्, चेन्ज सेन्ट्रिक हुन्छन्, उनीहरू नयाँ इन्भेन्सन इनोभेसनतिर चाहिँ बढी फोकस्ड हुन्छन्, उनीहरू रिस्क टेकर खालका हुन्छन् हैन, पे बेसिसमा ट्रिटमेन्ट टु द कस्टमरलाई दिन्छन्। त्यसै गरी बिजनेस एन्ड मार्केट पोलिसीबाट गाइडेड हुन्छन्, रिजल्ट बेसका कुराहरू त भइ नै सके। कार्यालयका समस्याहरू के हुन् त? प्रत्येक कार्यालयमा केही न केही समस्या आइपरेको हुन्छ, जस्तै नीतिगत कानुनी समस्या हुन सक्छ, संस्थागत संरचनागत समस्या हुन सक्छ, कार्यगत समस्याहरू हुन सक्छन्। नीतिगत समस्यामा के कुराहरू पर्छन् त? सुस्पष्ट नीति नहुनु, भए पनि अद्यावधिक नीति नहुनु, संघीय संरचना अनुसारको कतिपय कानुन निर्माण नै भएको छैन, कानुन संशोधन भएकै छैन नहुनु, नीति कानुनको कार्यान्वयन पक्ष एकदमै कमजोर हुनु। संस्थागत संरचनागत समस्याहरू, संघीयतासँगै संस्थागत पुनर्संरचनाले पूर्णता प्राप्त गर्न नसक्नु, कतिपय पुनर्संरचना गरिएका संगठन व्यावहारिक नहुनु, हेरफेर गर्नुपर्ने अवस्था हुनु, उपयुक्त संगठन संरचनाको विकास र अभ्यासमा कमी हुनु, सेवाग्राही कार्यालय अनुपात मिलाउन नसकिनु, अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट सर्वे नहुनु, प्रविधिगत समस्याहरू, प्रविधिको अभ्यास र अवलम्बन पर्याप्त नहुनु,
प्रविधि साक्षरता र पहुँच पर्याप्त नहुनु, प्रविधिमा लगानी कम हुनु, पहुँच कम हुनु, मानव संसाधनगत समस्याहरू, राइट म्यान इन राइट प्लेस नहुनु, राम्राभन्दा हाम्रालाई महत्त्व दिनु, सोच फोर्स बिना काम सरुवा बढुवा नहुनु, मनोबल उत्प्रेरणा र सेवा सुविधा कमजोर हुनु, दरबन्दी बमोजिम कर्मचारी पर्याप्त नहुनु, समयमा कर्मचारीको उत्पूर्ति नहुनु, सक्षमता विकास र तालिम पर्याप्त नहुनु। त्यसैगरी स्रोत साधनगत समस्यामा आर्थिक समस्याहरू पनि भन्न मिल्यो यिनीहरूलाई। वित्तीय स्रोत साधनको उचित प्रबन्ध नहुनु, दबाव र प्रभावका आधारमा बजेट कार्यक्रम निर्धारण हुनु, स्रोत साधनको समन्वयिक र सन्तुलित वितरण नहुनु, स्रोत साधनको कमी र दुरुपयोग हुनु। भौतिक समस्याहरू, कार्यालय भवन पर्याप्त र वैज्ञानिक नहुनु, डिजेबल फ्रेन्डली नहुनु, उपयुक्त लेआउट नहुनु, जीर्ण र कमजोर अवस्था हुनु, समयमै मर्मत सम्भार नहुनु, पुँजीगत सुधारमा बजेट अपर्याप्त हुनु। त्यसैगरी व्यवस्थापकीय समस्याहरू चाहिँ व्यवस्थापकीय कौशल कमी हुनु, एउटा राइट लिडरसिपको कमी हुनु, क्षमता नहुनु, कमजोर व्यवस्थापकीय नेतृत्व हुनु। त्यसैगरी अन्य समस्याहरू पनि रहेका छन्। समन्वयको अभाव, कार्यक्षेत्रमा दोहोरोपना, 3 तहका कार्यालयबीच समन्वय नहुनु, भ्रष्टाचार बढी हुनु, पुरस्कार र दण्ड प्रणाली निष्पक्ष र प्रभावकारी नहुनु। यस च्याप्टरको सेकेन्ड पार्ट छिटै आउनेछ, कृपया सब्स्क्राइब गरी प्रतीक्षा गर्नुहोला।